हेलो साथीहरु सबैजनालाई गुड मर्निङ एन्ड वेलकम ब्याक टु रालङ ब्लगर वन्स अगेन है। अनि हामी चाहिँ अहिले टाइटानिक पार्क जानु आँटेको है। त्यहाँ टाइटानिक पार्कमा चाहिँ हेल्थको मान्छेहरू आउनु भएको रहेछ है। त्यहाँ अन्त हामीलाई आधार कार्डहरू केहरू लिएर आउनु भन्नुहुँदैछ हैन। त्यही गरेर जान्दैछु। कतिजनाको प्रेसर सुगर र वेटहरू नाप्ने सभा पनि आउनु भन्दैछ। म चाहिँ अब एकछिन गएर अस्ति सायदै मेरो के त्यो माथि फर्महरू भराएको थियो आभा कार्डहरू, त्यसमा भएन कि न के भयो, त्यही भएर चाहिँ मेरो नाम पनि रहेछ अरे है। मलाई पनि आउनु भनेको छ। म चाहिँ जानु आँटेको र मेरो छोरी मतलब छोरीहरू चाहिँ माथि ड्युटी गएको छ है। अघि आज राबङ जानुभएको छ। नरेगाको काम त हिजोदेखि बन्द भयो है। त्यही भएर चाहिँ म जान्दै गरेको र हजुरहरूलाई म देखाउने छु है हामी चाहिँ कहाँ कहाँ के गर्दैछौँ र टाइटानिक पार्कको छेउमा। टाइटानिक पार्कमै चाहिँ होइन, त्यसको अलिकति अरूपट्टि रहेछ है, नुनामफुङहरूको घरको त्यहाँ म चाहिँ जान्दै गरेको है। कुखुराहरू सबै थान गरिसकेको छु है। फुलहरू सबै थानको मनको गरिसकेको छु। यहाँ चाहिँ अन्त म लक लाउँदै गरेको हो, किनभने नि लक लगाइराख्नु पऱ्यो नि त है। निकै लामो टाइम बस्छ कि न के हुन्छ के थाहा छैन हो। त्यही भएर यहाँ आइरहेछ यिनीहरू सबै। त कम्ता फुल खोर्साइदिँदैन नि त। जानुभन्दा अगाडि फुलहरू सबै टिपेर यसो राख्नुपर्छ हो। म चाहिँ यहाँ नभए चाहिँ यो फुलहरू चाहिँ म भुइँमा जारी राखौँ, तलको भएको फुलहरू पनि यतैतिर राखौँ भनेको यिनीहरूले गर्दै नसकेर राखिनँ मैले। अब जान्दै गरेको हामी चाहिँ। हिजो यता भन्दै थियो कि अन्त हामी भ्याउँदैन हो, हाम्रोमा भन्दै थियो। म त अन्त मलाई भन्दै थियो म भ्याउँदैन भने होइन। अन्त उता आम्चु साइन्डीलाई भने अरे आम्चु साइन्डी पनि भ्याउँदैन भने अरे। लास्टमा पर किरानकोमै गरेको रहेछ। जाउँ गाउँलेलाई होइन हौ, चिया खाजा सिस्टरहरूलाई त्यहाँ को आउनु भएको छ उहाँहरूलाई चिया खाजा भन्दै थियो कि। म त अल्छी लागेर एक्सेप्ट गरिनँ नि। त्यही भएर चाहिँ अब हामी उतै जाँदै गरेको हो। हिजो नभए हाम्रोमा गर्छु भन्दै थियो नि त हाम्रो घरमा। म त घरमा एक्लै त हुन्छु। त्यही भएर चाहिँ होइन अब चिया बनाउनु खाजा बनाउनु फेरि त्यहाँ मान्छेहरूले ह्यान्डल गर्नु दोकान, त्यही झन्झट लागेर चाहिँ मैले चाहिँ म चाहिँ सक्दिनँ भनिदिएको, भ्याउँदिनँ भनेर चाहिँ। अनि त्यही भएर चाहिँ परै अहिले फुलदोसको दोकानमा राखेको छ अरे है, किरण नुनामपुङको। हामी चाहिँ जान्दै गरेको। यहाँ दाजु पनि बिचार लडनाम्लुङ गर्ने यहाँसम्म आइपुग्नु भएछ। उयो हेर्नु त आमा कुञ्जङको फुल फुलेको। यो मान्छेले एकदम दामी फुलायो। कहाँ चाहिँ जान्दैन अब हौडेको आएको छैन चाहिँ कति पनि नआइपुगिकन। लमला क्याप्सोची सङ्गेला क्याप्सोची। उयो हेर्नु मान्छेको त क्या दामी फुलाइछ। यसपालि चाहिँ दामी फुलेछ मेरो साथीकोमा। सेतो पहिला हाम्रोमा थिएन है, यसपालि दामी भएछ। उसकोमा बिउ रहन्छ अब यसपालि। सबै कलर मिक्सअप भएछ। आएको छैन कता ए कलर कस्तो मजाले आएछ नि उसकोमा। यो अर्किडहरू चाहिँ हातमा छुल्दैन, फुलेपछि कम्ती लामो लास्टिङ दिँदैन। अस्ति पनि मैले देखाएको थिएँ नि तपाईँहरूलाई हो। लेङ्खा आयोहरू जान्दैन क्या हो, दामी फुलेछ हौ। प्लान्टहरू दामी 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 भएछ उसकोमा चाहिँ। यो खालको फुल चाहिँ मेरोमा छ, बट मेरोमा येल्लो कलरको छैन है, अर्कै कलरकोहरू छ। दामी छ। लु जाउँ चले लेट अस गो। जाउँ भनेको अहिले एकछिन जानुहुन्न अरे, एकछिनबाट आउनुहुन्छ अरे कि हाम्रो यहाँ साङ्गे चाहिँ। लास अहिले एकछिनबाट आउनुहोस् लास। हेलो साथीहरू हो, हामी चाहिँ आइपुग्यो। यहाँ चाहिँ टाइटानिककै भ्युजहरू देख्छ है यहाँबाट पनि। टाइटानिकको लागि चाहिँ अलिक पर जानु पऱ्यो। अन्त ऊ माथि चाहिँ गुराँस फुल फुलेको रहेछ। मलाई चाहिँ त्यो गुराँस फुल लोप लाग्यो है। अन्त यहाँबाट देख्दैछ कि देखेको छैन, अनि त्यति बेसी देख्दैन रहेछ। मलाई त्यो गुराँस फुल लोप लाग्यो है, तर म टिप्न जान्दिनँ। निकै माथि नै रहेछ अर्काको बारीमा। बडा मलाई खाएको छैन अरे, मार्छ होला। तपाईँहरू चाहिँ आउनुभएछ भने चाहिँ यहीँ हो है फर्स्ट मेन एन्ट्रेन्स चाहिँ टाइटानिकको। यहाँ आएर चाहिँ तपाईँहरूले टिकट काट्नुपर्ने हुन्छ है। टिकट काटेर चाहिँ अनि यहाँदेखि उता जाँदा पनि हुन्छ र यहाँदेखि रोड यहाँदेखि सर्टकट जाँदा पनि हुन्छ माथिसम्म। अन्त यहाँ चाहिँ अहिले कम्पाउन्डर चाहिँ भर्खर आइपुग्यो है। कम्पाउन्डर आइपुग्यो अनि त्यहाँदेखि तल मान्छेहरू भेला हुँदैछ। आइर म चाहिँ यहाँ गफ गर्दै एकछिन बसिराखेको नि। बामी हौ यहाँ। मेरा केपमा हौ भइहाल्छ, छ भइहाल्छ। यहाँदेखि उम्बु जानुपर्ने हुन्छ है। कतिजना चाहिँ गाडी यहीँ राखेर उन्दु जान्छ, कति चाहिँ तल गाडी राखेर हिँडेर यहाँ आइपुग्छ है। यो बादमा म तपाईँलाई फेरि भिजिट गराउँछु। अहिले चाहिँ गएको आधार कार्ड ल्याउनु अरे हो। आधार कार्ड चाहिँ मैले फोनमै राखिरहेको छु त, त्यही भएर
एमजी नरेगाको यो सबै। म चाहिँ यहाँ फोनमै राखेको छु, मेरो आधार कार्ड चिन हो, म फोनबाटै निकालेर दिनेवाला छु। ल यता चाहिँ हाम्रो फोटो सेसन हुँदैछ सबैजना है। म चाहिँ अघि नै फोटो लिइहालेँ, अझै मान्छेहरू त आउँदो रहेछ पछाडिबाट। आएको छैन अरे हो बिमारी, दुईजना अझै परबाट पनि आउनु हुँदो रहेछ। ल हतार पत्तारहरू को हुनुहुन्छ? वेट नाप्नु छ अरे, फर्स्ट वेट नाप्नु अरे हौ। वेट हेर्दैछ, वेट नाप्दैछ। सबसे हेभी लोड नि आएको साइलाकोलाई 84 रहेछ केजी। 86 सबसे हाइस्ट वेट है उसको होला। हुनु त वेट बेसी त अब अन्त बिमारीको त वेट बेसी हुन्छ त हौ। यता हाम्रो माछीको टन 65 65 माछी 65 रहेछ। माछी सँगसँगै 52 मान्छे चाहिँ 52 केजी पुगेछ अरे मार्छ है खरेल सैला दाजुले। 52 को 53 हुनु पर्यो नि। त्यही त 52 मान्छे चाहिँ 52 केजी पुग्यो भने जिस्काउँदैछ। सबसे हेभी वेट तपाईको छ। तपाईलाई के दुख्थ्यो? सुगर नाप्ने स्टार्ट हुँदैछ कि त्यही भएर चाहिँ दुख्दैन भन्दैछ र नि। हाम्रो हिरोलाई त भिडियो गर्नै बिर्सेछ। हेलो 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 थ्याङ्क यू। हाम्रो हिरो नि हाम्रो उप नाम्नुङको हिरोलाई त निकाल्नै बिर्सेछ भनेको नि। भाइरल बनाउँछ नि है। तपाईको खाना कति बेला खानु भएको उहाँले? 9 बजीतिर। अहिले कति बजे? अहिले त 11 बजे।
सुगर त यो जुत्ता नै आधी किन होला वेट नाप्दैछ कति रहेछ हाम्रो आईको वेट ला भन्दा अन्त गरौँ रहेछ भरिहाल्ने हो सुगर नापेको मेरो त सबै फाइन रहेछ सुगर पनि फाइन 20 mg को अलिक हाईको पनि छिन् सोध्नुस् न ए त्यो पाए पनि त भइगयो त 40 mg को चाहिँ पाउने रहेछ डिस्पेन्सरीमा किन्नु परेन अनि त डिस्पेन्सरीमा पाए पनि त भइगयो त तपाईँ दुईजनाको पनि टर्न आउँदैछ होला के छ हिँगा सकु भएको ए फोनमा छैन ए मेरो चाहिँ पाउँदैन है तपाईँको कति भन्नुभयो 20 mg को हाम्रोमा छैन 20 mg को तपाईँ किनेर खानुपर्छ 5 र 40 mg को चाहिँ हाम्रो पाउँछ ल अब चाहिँ हामी चाहिँ सबै सक्यो अब जानेको रे जानेको पो रे गएको ल आउनु न बाई 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 मान्छे हाम्रो चाहिँ सकेको अब हामी उताको टोली एक राउन्ड फर्केको जाउँ आएको ए आदि अरूहरूको सकेको छैन है उनीहरू बसिरहनु भएको छ हामी सक्ने जति चाहिँ जान्दै गरेको त्यहाँको छैन गफ गर्दै बसिरहेको छ टासी गाल्मुको आप्पासँग है घुम्नु कहाँ जान्छ 80 kg मान्छेले ढाँट्यो कि पुरा डराउँछ नि उम्बो 85 हो कि कति हो 85 kg अरे आएको छैन 85 kg हाई स्वेट टासी गाल्मुको आप्पामा आइराखेको रहेछ बिचारा सबभन्दा यो आज तपाईँको भयो अकुसाइला बेसी रहेछ भन्दा ए लस सबभन्दा अकुसाइला बेसी रहेछ सबसे हाई स्वेटै आएको छैलाको रहेछ नि त 85 आको साइला आको साइला अब गुल्ले खानु हुँदैन अरे गुल्ले होइन हौ आएको छैन चाहिँ के खाइबस्छ नि त काम बेसी छैन बसेको त्यही भएर चाहिँ सुगर हाई भएको हाई मिन्स त्यति डरलाग्दो चाहिँ होइन अलिक कन्ट्रोल गर्नु चाहिँ पर्ने रहेछ अरे हौ वेदर चाहिँ फेरि घिनलाग्दो भइगयो नि के भयो हेर्दै कि यो कम्बल धुएको चाहिँ मेरो आजसँग कति दिन भयो अस्ति हिजो आज 3 दिन भइसक्यो 3 दिनभन्दा पनि पानी डल्लै बसिरहेछ हेर्नु नि ओइ 3 दिन भइसक्यो यो कम्बल धुएको होइन यो घाम नभइरहेको हुन्छ नि यस्तो छ हालतै पत्ला हाम्रो राबङ जाने अझै फर्केको छैन ड्युटी जाने फर्किसक्यो ओइ हेलो गर सबैलाई उसले यहाँ स्या भुट्दैछ स्या बुटिङ गर्दैछन् अहिलेको लागि है राबुङ जाने अझै फर्केको छैन कुनी कहाँ गयो कि यति साह्रो टाइम लागेर आज गाडी नफर्केकोले गर्दाखेरि प्रब्लम भइरहेछ हो पुरा चिसो वेदर अचानक वेदर चेन्ज भइरहेछ कस्तो चाहिँ चिसो भयो कि बल
हिजो अस्ति कसले तल आइकेका मेसेकोमा चाहिँ त्यही भन्दै थियो लुगा चाहिँ सेम भयो भन्छ अरे ल आज पनि कुञ्जाङले चाहिँ साँच्ची नै लुगा चाहिँ सेमै लगाएर आएछ हाम्रा धेरै दिन बादमा आएर अरे टेन 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 लु त्यसो भए त्यही भन्नु अरे यो कसले ल्याइदियो मलाई है आइगाले लियो कि आज आइगा पनि राबुङ गएको थियो कि कुञ्जाङले लियो कि कसले लियो भनेर कमेन्ट गरिदिनुहोस् है साथीहरू लु कसले गेसिङ राम्रो गर्दो रहेछ त्यो कमेन्टमा हेर्छु है त साथीहरू नबिर्सिकन यसो कमेन्ट गर्नुहोस् कि मेरो साथीले ल्याइदियो कि आइगाले ल्याइदियो ल मेरो हस्बेन्डले लियो कि हेर न बेउरा ल्याउँछ अरे आइगाले नभन्नु न अन्त त्यो त के भयो मेरो सरप्राइज त त्यसै बिग्रियो नि साथीहरूलाई ल्याउँछ अरे लु सकि त गयो अब कम्ता रिस उठ्दैन हौ आइगा चाहिँ आयो कुञ्जाङले ल्याइदिएको मलाई हो आज गिफ्ट ल्याइदिएको रहेछ कस्तो मजाको रहेछ नि ठुलो यस्तो हामी चाहिँ भोटियाहरूले चाहिँ है यस्तो हन्जुमा लाउनुको लागि पिन्चु चाहिँ पुरा चाहिन्छ नि त है अन्त हामीलाई चाहिँ अब यस्तो खालको पिन्चुर चाहिँ फेरि के छ भने वेट बेसी भएर हो कि न के हो कोही बेला यो युङ झरिजान्छ कोही बेला भित्रको पिन्चु चाहिँ छ नि भाँचिजान्छ लास्टिङै हुँदैन नि अब यसले कतिको लास्ट हुँदो रहेछ हेरौँ है सुन ल्याइदिएको रे कुञ्जाङले यो त अम्मानी पेमी होइन अम्मानी पेमी लेखेको रहेछ दामी रहेछ हो नयाँ डिजाइनको सुन ल्याइदिएको रे साथीको लागि के सुनको दाम पुरा बेसी बढेर डर लागेर छिटो किनिदिएको 1,02,000 हो त 1,02,000 निट बसिरहेको कहाँ राख्ने हो आगे बिहामा चाहिँ कहाँ भेट्यो लु पस मिला गान्तोकबाट भर्खर आइपुगेको कि चिसोमा अलिक मिलाएर राखेँ यहाँ त हो यस्तो हुन्छ पुरा डल भयो बस्छ ए ल बस्यो अलिक के जति गर्नु नि भाइ के भएछ अरे अन्त हो त रात परिसकेपछि कसरी चाहिँ आउँछ अन्त नआएछ त भन्छ त चिया खाने कि फर्स्ट साउ खाने गलेप नासा त हुन्छ त कस्तो बेसी चिप्लो बाटो बनाएको हो बाटो रोड बनाएको भनेको त अन्त कहाँनिर सेलेलीमा कि यता माथि नयाँ रोड सेलेले पनि अझै किने आउँदा त आज त हाम्रो उतापट्टि त्यो ध्यान दिन पर अलिक हिलो थियो होइन कहाँ त अल्लो त्यहाँतिर त हिलो थियो सेलेले उकालो पनि हिलो त्यहाँदेखि यतापट्टि त्यो खर्चमा कस्तो चिया बनाइदिइहाल्नु पर्यो यसलाई पहिला के रहेछ त्यस्तो डरलाग्दो चाहिँ एकखेप चालमा चपाउनु नि के भएको जिब्रो त्यो भएन के हो त्यस्तो डरलाग्दो चिज चाहिँ चपाउनु नि तपाईँ चालमा नि चिया उम्रियो ग्यास अफ गर्नु त पिरो होइन जिब्रो तिर्रै भएको छ है कचो सिबी चपाएको छु है ल साथीहरू अब हामी चाहिँ खानासाना खाइसक्यो है खानासाना खाइसकेर केटाकेटी सबै आइसक्यो अन्त खानासाना खायो खाएर चाहिँ अब हामी चाहिँ सुत्नु जानु आँटेको र साथीहरूसँग फेरि हामी भोलि नेक्स्ट ब्लगमा भेट्नेछु है त्यतिखेरसम्म सबैजनालाई धन्यवाद अनि बाई गुड नाइट नेक्स्ट टाइम फेरि भेटौँला है ल